खासमा पाँचधारे बजार क्षेत्र चाहिँ यो हो है। यो देखिएको यो पर देखिएको यो हटिया लाग्छ। यो पाँचधारेमा तृतीय हटिया लाग्छ। अझ चाहिँ कुन बार लाग्छ थाहा भएन। त्यहाँदेखि यो निलो बनेको त्यो सायद घर बनेको रहेछ। त्यहाँदेखि यतापट्टि यो सेतो घरमातिर पञ्चप्रकाश प्रावि थियो। 2062 असार 8 गते यहाँ ठुलो भिडन्त भएको थियो माओवादी र सेनाको। त्यो भिडन्तमा सेना र प्रहरीतर्फ ठुलो क्षति भताहती भएको थियो। माओवादीले त्यस बेला यहाँ र दिक्तेलमा लगभग एकै समयमा आक्रमण गरेका थिए। तर पछि 2062 फागुन अथवा माघमा घोरेटारमा गरेको आक्रमणमा माओवादीले एकदमै ठुलो क्षति बेहोर्नु पर्यो। रुकुमको खाराकै जस्तो माओवादीले पूर्वमा क्षति बेहोरेको थियो। त्यस बेला यहाँको सफलता त्यहाँ गएर असफलतामा परिणत भएको थियो। यो क्षेत्र किराँत प्रदेशको राजधानी भनेर प्रस्तावित पनि गरिएको थियो त्यति बेला है। गोपाल किराँतीले यो तल देखेको यो हरियो घर छेउछाउ विश्वविद्यालय किराँत विश्वविद्यालय खोल्ने भनेर शिलान्यास पनि गरे। तर कहिले पनि त्यो किराँत विश्वविद्यालय बनेन यो ठाउँमा है। अहिले सानोतिनो बजार छ यो खोटाङको यता र भोजपुरको सीमा क्षेत्र भएकोले यहाँ सानोतिनो बजार छ। पर्यटकको हिसाबले एकदमै उत्कृष्ट ठाउँ हो। तर त्यति हुँदाहुँदै पनि यसले खास महत्त्व पाउन सकेन। मौसम हेर्नु न, यो लेखमा यतातिर पानी पर्ला जस्तो भइरहेछ। त्यो पल्लो पाखामा त्यसरी घाम लागिरहेछ कि यो मौसम विचित्रको भएको छ। यो त्यो तलको पञ्चप्रकाशमा प्रावि अर्को बिल्डिङ बनेछ। त्यो सायद के को बिल्डिङ हो? त्यो स्वास्थ्य चौकीको बिल्डिङ हो कि प्रहरीको? सायद प्रहरीको बिल्डिङ जस्तो छ। यो ओल्लो स्वास्थ्य चौकीको बिल्डिङ, मास्तिर नि अर्को बिल्डिङ बनेछ। पाँचधारे यसो हेर्न हुने चाहिँ भएछ। अब यो ठ्याक्कै खोटाङ र भोजपुरको सिमानामा पर्छ। यो कुहिरो आइरहेको उता खोटाङबाट आइरहेछ। यता उँभो गयो भने ट्याम्की पुगिन्छ। यता कुहिरो यो बत्तिएर आइरहेकोतिर गयो भने खोटाङ खिदीमा पुगिन्छ। यता यो माथि परै कुहिरो यो हाँसिरहेको कुहिरोतिर सेलमे हाँसिरहेछ। यता माथि खानी डाँडा भयो। यताबाट उँभो गएपछि खोटाङतिर छिरिन्छ। यो कुहिरो छोपेको बेखर्कको ओइराङ बान्तान बारी खेनाहरू देखिन्छ। यता गएपछि ओख्रे आयो। यता घुम्दै घुम्दै ओख्रे दलगाउँ देखिन्छ। पारी हेर्दाखेरि भोजपुर बजार चाहिँ बादल घुम्टोले अलिअलि